पुस्ता बनाउनु पर्यो। अब सधैँ कति दुःख पाएर बस्ने हामीले, अब त केही त सुखको दिनहरू त आउनु पर्यो नि। ब्रेकिङ न्यूज गाइज, के बालेन शाहले आफ्नो भोटको लागि मात्र काम गरेका हुन् त? यो भिडियो हेर्नुस् पहिला। उहाँ भएपछि उहाँलाई यो भोट बैंकको काम गर्नु, भोटको लागि काम गरे होइन, उहाँले पुस्ताको लागि राजनीति गरे। पुस्ता बनाउनु पर्यो। अब सधैँ कति दुःख पाएर बस्ने हामीले, अब त केही त सुखको दिनहरू त आउनु पर्यो नि। खालि नेपाल नेपाल गलत गर्ने जोसुकै भए पनि उसलाई चाहिँ कारबाही हुनु पर्यो, उसको संरचना हट्नु पर्यो। गलत गर्नेलाई त छोड्नै हट्नुपर्छ। उहाँले भन्नुहुन्छ भोटको लागि होइन, हाम्रो पुस्ताको लागि राजनीति गर्नु भएको हो, सधैँ कति दुःख पाएर मात्र बस्नु। उहाँले भन्नुहुन्छ अब त सुखको दिन आउन पर्यो नि। उहाँले मात्र होइन, हामी पुरा नेपालीले यही चाहेका छौँ। नेपाललाई बदल्न र हामी सुखी हुन गलत काम गर्ने मान्छेले सजाय पाउनै पर्छ। जो सुकै होस्, ठुलो मान्छे होस् या पावरमा होस्, गलत गर्छ भने उसले सजाय पाउनै पर्छ। अब नेपालमा पावर होइन, सिस्टम चल्नु पर्छ। के बालेन शाहले यो नयाँ सिस्टम नेपालमा ल्याउनु पर्छ भने तल कमेन्टमा जय नेपाल लेख्नु।